Hello guys, welcome to the new vlog. I hope you all are well. म फेरि आइसकेको छु तपाईँ एउटा भ्लग लिएर र आज हामी घुम्न जाँदैछौँ हाम्रो महेन्द्रनगरको प्रसिद्ध ठाउँ पोखरी कटेज र दोधरा चाँदनी। सो आउनुहोस् म तपाईँहरूलाई देखाउँछु पोखरी कटेज र दोधरा चाँदनीको ब्युटी। सो गाइज हामी पोखरी कटेजमा आजभोलि नै खुलेको स्विमिङ पुलमा स्विमिङ गरेर घर फर्किनेछौँ र त्यसपछि हामी दोधरा चाँदनीको लागि निस्किनेछौँ। सो गाइज हामी पोखरी कटेज घुमेर यता स्विमिङ गरेर दोधरा चाँदनीको लागि निस्क्यौँ। सो हामी दोधरा चाँदनीको लागि निस्क्यौँ। अहिले चाहिँ मौसम एकदमै राम्रो छ। हामी भाइरल रोड पुग्ने बित्तिकै मौसम एकदमै खराब भयो, जसले गर्दा हामीलाई स्कुटर बाइक चलाउन धेरै गाह्रो हुँदै थियो। हजुर
मौसम खराब हुनाले हामी बाहिर लुडबार नै घर फर्क्यौँ। घर फर्किने क्रममा मौसम खराब हुनाले थोरै पानी पनि पर्यो र हामी बिचमै अड्क्यौँ। एउटा सटरको तल गएर बस्यौँ हामी। पानी अलि रोकिएपछि हामी फेरि घरतर्फ लाग्यौँ। र घर पुगेपछि फेरि मौसम राम्रो भयो। So that's it for today's vlog guys. If you like the video, like, share and subscribe. Thanks for watching.